मान्छे तल एकजना दुईजना तीनजना चारजना पाँचजना 7जना 8जना एकजनाले नातिकिन जाऊ नातिकिन रोटेन यस्तो नमजा लाग्छ गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले एकचोटि टायर फस्यो त्यसले गर्दा नि जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल भए ढोकामा अन्टी त्यही अन्टीले बचाएको 2-3जना फस्थ्यो होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार त्यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी त्यत्रो बेरसम्म थामेको लाइदिने यार नकरा भए तिनी हाम फालिसक्थिन् त्यत्रो बेरसम्म थामेको पछि हाम फाल्न लाएथिन् तिनी त्यो बक त्यत्रो बेरसम्म थामेको अब कहाँ लेडिजले यत्रो सक्छ त हैन अब पौडी खेल्न आउने पानी चाहिँ भयो है अलि सिसाबाट पनि गएन पानी पानी कम भयो सिसाबाट पनि गएन क्या सिसाबाट गर्थ्यो अलिक गाडीको सिस्टममा हालेको अहिले जेसीबीले फेरि स्ट्याबेटरले बसको हाम्रो दाजुभाइदिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर नाम अलिक पर दिनु गरेको ओ गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धि लाइले गयो त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट फेरि लग्यो तर छिटो गर्नु न त्यहाँ पानी परिरहेको केले बुद्धि लाइन नलाइन जेसीबीलाई त्यहाँबाट चाहिँ उताबाट लग्यो ठुलो भएको रातिको 12-1 बजेको छ पानी सबैले हुन्छ आजबाट पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनय सभाको डाइभर्सनबाट चाहिँ बस बजाएको अवस्थामा हामीले पनि धेरै सहयोग गर्न केही गर्न सकेनौँ